आजको क्लासमा पनि तपाईहरु सबैलाई स्वागत छ र नमस्कार। अब अस्ति हामीले ह्यान्डराइटिङको बेसिक रुल्स अन्तर्गत रहेर हामीले ह्यान्डराइटिङ सिकिसकेका छौं। अब मैले यो तपाईलाई सेम साइज, सेम स्पेस र सेम स्ल्यान्टिङको बारेमा मैले अस्ति नै तपाईहरुलाई जानकारी गराइसकेको छु। आज भने म तपाईहरुलाई अब त्यसको स्ट्रक्चर अन्तर्गत रहेर लेटरहरु कसरी बन्दछन् भन्ने कुरा म तपाईहरुलाई सिकाउन गइरहेको छु। सो आज सबैभन्दा सुरुमा चाहिँ हामी सी ग्रुप अन्तर्गतका लेटरहरुलाई बनाउन सिक्ने छौं। अब यसमा हामीले कसरी बन्छ सी भन्दाखेरि यहाँ हेर्नुस् है त। यो लाइनबाट तपाईले टक्क माथि जानु पर्यो। मतलब सी ग्रुप भनेको मिडल लेटर हो। सो यसले कतिवटा लाइन छुनु पर्यो अरे। अब सी बाट बन्ने लेटरहरु हेर्नुस् है। यसलाई टक्क यहाँबाट तपाईले यति दिनु भयो भने सी बाट ई बन्ने रहेछ एउटा। अर्को यो सी लाई तपाईले टक्क यहाँ तलबाट लगेर यहाँ जोडिदिनु भयो भने ओ बन्ने रहेछ हो। यसलाई तपाईले सिधा माथिबाट लगेर यति दिनु भयो भने ए बन्ने रहेछ हो। ए को चाहिँ हेर्नुस् है। ए को चाहिँ यहाँ बीचमा ग्याप छ। यो ग्याप देखिएन भने फेरि ए मिस्टेक हुन्छ। यो ग्याप चाहिँ अनिवार्य रूपमा देखिनु पर्यो। सो त्यसपछि मैले सिधा यसलाई माथि लगेर जोडे। माथि टपमा रेड लाइन हुन्छ भने थिए मैले। टक्क यो रेड लाइनबाट तपाईले सिधा यसरी एउटा लाइन तान्दिनु भयो भने हामीले एउटा लेटर बनाउन सक्छौं जुन लेटरको नाम हो डी। अब यो डी लाई मैले स्ल्यान्टिङको कुरा छ यहाँनिर। अब स्ल्यान्टिङ राइट ह्यान्डबाट लेफ्ट ह्यान्डतिर हामीले गरेका छौं। सो यो कुराको विषयमा तपाईहरुलाई जानकारी छँदै छ। सो यसलाई अब हामीले यति गर्यौं भने यो जी र लास्टको एउटा सी बाट हामीले एउटा लेटर बनाउन सक्छौं जुन लेटरको नाम हो क्यू। जसमा ए को बीचमा ग्याप, डी को बीचमा ग्याप, जी को बीचमा ग्याप र क्यू को पनि बीचमा ग्याप हुनु पर्यो। यदि यो ग्याप देखिएन भने के भयो? सी मिस्टेक हुन्छ। आर ग्रुपबाट बन्ने लेटरहरुमा सबैभन्दा सुरुमा तपाईले लाइन तान्नुस्। 1 2 ठाउँमा तान्नु भएको छ। त्यसको ठ्याक्कै बीचको भागलाई माथि लगेर जोड्दिनुस्। ठ्याक्कै तपाईले यो बीचको भागलाई माथि लगेर जोड्दिनुस् यसरी। हेर्नुस् त। ठ्याक्कै यो बीचको भागलाई चाहिँ माथि लगेर जोड्दिनु भयो भने तपाईले सजिलै के बनाउन सक्नुहुने रहेछ? इनकम्प्लिट आर बनाउनु भयो। सो कम्प्लिट आर हुनको लागि चाहिँ यहाँ 1 चाहियो। 1 2 3 4 हो। यो 4 टालाई हेर्नुस् है। 1 2 3 4 टालाई 1 बनाइदिनुस्। मतलब 1 नभनेर यसलाई ह्यान्डराइटिङको भाषामा किक भन्छ। के भन्छ? किक। अब के लेटर भन्छन् यहाँ ध्यान दिनुस् ल। यसलाई टक्क यहाँबाट सिधा लाइन तानेर यति गर्नुभयो भने के बन्यो? यति गर्नुभयो भने एन। अर्को सिधा आर यति गर्नुभयो भने ठीक छ। यसलाई तपाईले सिधा यहाँबाट ल्याएर माथि जोड्दिनु भयो र यसलाई टक्क तलको लाइनलाई छाइदिनु भयो भने के बन्ने रहेछ? ठीक छ। यसलाई आर यसलाई टक्क यहाँ माथि लगेर जोड्दिनु भयो र माथि टपको रेड लाइनबाट टक्क तपाईले एउटा लाइन तान्दिनु भयो भने के बन्ने रहेछ? सही छ। यसलाई तपाईले यहाँबाट सिधा हेर्नुस् है। यो आर लाई मैले सिधा यहाँबाट दिए यस्तो किक पनि दिएको छु र माथिको बी जस्तै एउटा सानो तपाईको म स्ल्यान्टिङ गरेको लाइन तानिदिन्छु। के भन्छ? एच। यो आर लाई मैले यहाँबाट यति लाइन ताने। यहाँ पनि मैले किक दिएको छु। यसमा पनि किक दिएको छु। सो यसलाई मैले माथिबाट यसरी लाइन तान्ने भने के भन्छ? के। आई ग्रुपबाट बन्ने लेटरमा सबैभन्दा सुरुमा तपाईले आर ग्रुपको यस्तो लाइन तान्नुस्। 1 2 हो। यसरी 9 वटा लाइन तान्नुस् किनभने यसबाट चाहिँ तपाईँ 9 वटा लेटरहरु बन्दछन्। हेर्नुस् है कसरी बन्छन् लेटरहरु। अब ध्यान दिनुस्। जस्तै अघि मैले के भनेको थिएँ भन्दाखेरि यसलाई ह्यान्डराइटिङको भाषामा किक भनिन्छ भनेको थिएँ न। अनि यसलाई अगाडिबाट पनि किक पछाडिबाट पनि किक दिएर टक्क तपाईले माथिबाट लाइन तान्दिनु भयो भने अथवा थुप्ला दिनु भयो भने आई बन्छ। अब आई चाहिँ कुन चाहिँ मिस्टेक हुन्छ भन्दाखेरि तपाईले यस्तो बनाएर यस्तो गर्नु भयो भने चाहिँ मिस्टेक भयो है आई। अनि अर्को हेर्नुस् है। यो गर्नुभयो भने चाहिँ मिस्टेक हो। तपाईले यहाँ फेरि एउटा सानो किक दिनुस् र अब यसलाई चाहिँ तपाईले तलको रेड लाइनबाट टक्क माथि लगिदिनु भयो र माथि ट्याक्क ऐके जस्तो थुप्ला दिनु भयो भने के भन्छ? ओके। अब दुईटालाई हेर्नुस् है। यसरी किक दिनुस्। अब यो दुईटाको किक मध्येको एउटा किकलाई तपाईले यहाँबाट बीचबाट मात्र लाइन तानेर यति दिनुस् एउटा टी बन्छ। अर्कोलाई माथिबाट राइट ह्यान्डबाट यसरी लेफ्ट ह्यान्डतिर स्ल्यान्टिङ गरिदिनुस्। के भन्छ? एल बन्छ। अर्को यसलाई टक्क माथिबाट तपाईले एउटा स्ल्यान्टिङ बनाइदिनुस्। अर्को पनि तलको रेड लाइनलाई पनि छाइदिनुस् र यसलाई बीचमा यसरी दिनुस् एउटा एफ बन्ने रहेछ। अर्को हेर्नुस् है। 1 2 3 4 यो 4 डालाई नि तपाईले किक दिनुस्। अब यो 4 डालाई किक दिइसके पछाडी यहाँ ध्यान दिनुस् ल। यसलाई मैले टक्क माथि लगे भने भी बन्छ हो। अब यही भी लाई मैले फेरि पनि यति ल्याए भने यो यु बन्यो। सो यही यु लाई फेरि अर्को भी बनाए भने मैले के भन्छ? यो डब्लु भन्छ। अब हेर्नुस् त फेरि यसलाई भी बनाए सिधा लाइन तानेर यति गरे भने यो यु बन्ने रहेछ। सो यसलाई यहाँ माथि लगियो भने भी बन्ने रहेछ। सो यसलाई यहाँ माथि लगेर यहाँ तल लगियो र यसलाई चाहिँ तलको लाइन रेड लाइनलाई छोरा यति माथि लाइन तान्ने भने के भन्ने रहेछ? वाइ हो। यसरी हाम्रा लेटरहरु बन्दछन्। I feel